हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामीले हेर्दैछौँ धर्म संस्कृतिको बारेमा। हिन्दू धर्म भनेको 81.19% रहेको छन् नेपालमा। पुरानो र वैदिक सनातन धर्म भनेर पनि चिनिन्छ यसलाई। यसका प्रवर्तक प्राचीन ऋषिमुनिहरू हुन् र प्राचारक धर्मगुरु शङ्कराचार्यद्वारा यसको प्रचार भएको थियो। साथीहरू, तपाईले म सँगसँगै नोट बनाउँदै जानुहोला र कतै बुझिएन देखिएन भने मेरो आवाज सुनेर पनि तपाईहरुले लेख्न सक्नुहुन्छ। सो त्यो अनुसार गर्नुहोला र आफ्नै नोट बनाएर पढ्नुहोला है। वर्ण व्यवस्थामा आधारित छ यो र वर्णाश्रम व्यवस्थामा आधारित छ। मानव जीवनको उद्देश्य, पुरुषार्थ प्राप्ति, धर्म, अर्थ, काम, मोक्ष चाहिँ यसको मुख्य पुरुषार्थ प्राप्तिका उद्देश्य हो यसको। र प्रमुख ग्रन्थ वेद भनेको के छन् त भन्दा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। ऋग्वेद भनेको सबैभन्दा पुरानो वेद हो भने सबैभन्दा बढी मन्त्र आएको वेद चाहिँ यजुर्वेद हो र सबैभन्दा सानो वेद सामवेद र सबैभन्दा कान्छो वेद भनेर चाहिँ अथर्ववेदलाई चिनिन्छ है। संसारको सबैभन्दा पहिलो गुरु भनेर वेदव्यासलाई चिनिन्छ। साथै अन्य चार उपवेद भनेर पनि चिनिन्छ। धनुवेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद। अब यसमा चाहिँ कुन चाहिँ उपवेद होइन वा कुन चाहिँ उपवेद हो भनेर सोधिरहेको हुन्छ, यसलाई चाहिँ ख्याल गर्नु होला है। अनि उपनिषद अर्थात् वेदान्त चाहिँ 13 वटा रहेका छन्। सारांश भनेको यो वेदको सारांशलाई उपनिषद भन्छ र पुराण चाहिँ 18 वटा रहेका छन् र महाभारत संसारको सबैभन्दा ठुलो पुस्तक हुनु त महाभारत हो। व्यासले रचना गरेको यसमा 18 पर्व रहेका छन्। महाभारत चाहिँ कसले रचना गरेको छ? व्यासले है छ र यसमा चाहिँ 18 पर्व रहेका छन्। रामायण वाल्मीकि रत्नकारले रचना गरेका हुन्। साथै यसका 7 काण्ड बाल, अयोध्या, अरटव्य, किष्किन्धा, सुन्दर, युद्ध, उत्तर चाहिँ यो 7 काण्ड भनेर भनिन्छ यो रामायणमा रहेको। र गीता यो महाभारतको भीष्म पर्वसँग यो धेरै पटक सोधिसकेको छ। गीता चाहिँ कुन महाभारतको पर्वसँग सम्बन्धित छ भने यो चाहिँ भीष्म पर्व। र 8 प्रकारका विवाह प्रचलित छन्। हिन्दू धर्ममा चाहिँ 8 प्रकारका विवाह प्रचलित छन्, जसमध्ये ब्राह्म, दैव, आर्ष, प्रजापत्य, मागी विवाह, आशु, गन्धर्व अर्थात् प्रेम विवाह, राक्षस विवाह, पैचास विवाह। र हामीलाई र्याङ्किङका आधारमा चाहिँ मागी विवाह 4 नम्बरमा पर्दछ भने प्रेम विवाह 6 नम्बरमा पर्दछ है साथीहरू, हेर्न सक्नुहुन्छ। र सम्प्रदाय कतिवटा छन् त? 5 वटा छन्। ती के हुन् त? शैव, शाक्य, वैष्णव, शौर्य र गणपत गरी 5 वटा छन्। त्यस्तै बौद्ध धर्मको हेरौँ। बौद्ध धर्ममा चाहिँ प्रवर्तक गौतम बुद्ध हुन्, यो त हामीलाई थाहा नै छ। यिनको जन्म चाहिँ ईसापूर्व 563 देखि ईसापूर्व 483 सम्म हो र जन्मस्थल चाहिँ लुम्बिनी रूपन्देहीमा पर्छ। शाक्य वंशका थिए यिनी। शाक्यको शासन कपिलवस्तुमा थियो, यो पनि हामीलाई थाहा नै छ। नेपालमै जन्मेको अरे यो चाहिँ हामीलाई गाह्रो भएन। बाबु शुद्धोधन र आमा मायादेवीका छोरा थिए उनी र पत्नी चाहिँ यशोधरा थिइन् र छोरा चाहिँ के थिए त उनका? राहुल नाम गरेका थिए। उनले गृहत्याग कति वर्षको उमेरमा गरेका थिए भने सोध्छ? 29 वर्षको उमेरमा। र ज्ञान प्राप्ति चाहिँ 35 वर्षको उमेरमा उनले प्राप्त गरेका थिए र भारतको गयामा भन्ने ठाउँमा गरेका थिए है। र 4 आर्य सत्य उनले भनेका 4 आर्य सत्य के हुन्छ भन्दा संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण सम्भव छ र दुःख निवारणका उपाय छन् भन्ने चाहिँ तिनले भनेका 4 आर्य सत्य हुन्। दुःख निवारणका उपाय अष्टाङ्गिक मार्ग पनि भन्छ जसलाई। र साम्यक दृष्टि, साम्यक वचन, साम्यक कर्म, साम्यक जीविका र साम्यक व्यायाम, साम्यक सङ्कल्प, साम्यक एकाग्रता, साम्यक समाधि, यो चाहिँ यसैमा पर्दछन् अष्टाङ्गिक मार्गमा।
प्रथम उपदेश दिएको ठाउँ सारनाथ हो गौतम बुद्धले भने। धेरै उपदेश दिएको ठाउँ श्रीवासी हो। अन्तिम उपदेश दिएको ठाउँ वैशाली हो भने मृत्यु स्थल भनेको कुशीनगर हो। यो पनि सम्झिनु होला। भारतका हुन् यी ठाउँहरू। र मुख्य ग्रन्थ चाहिँ उनले जुन बौद्ध धर्मको छ त्यो चाहिँ त्रिपिटक हो। र सुक्ति पिटक उपदेश हो उनको। विनय पिटक नियम हो भने अभिदम्ब पिटक चाहिँ दर्शन हो उनको। बुझ्नुभयो। अब महायान होइन कुन होइन भनेर सोध्छ के, कुन पञ्चशीलमा कुन पर्दैन भनेर सोध्छ। पञ्चशीलमा पर्ने भनेको सत्य, अहिंसा, अस्त्य, परस्त्री, मद्यनिषेध चाहिँ सत्य के अरे पञ्चशीलको सिद्धान्तमा पर्छ। कुन पर्दैन भनेर सोध्छ, त्यही भएर यो पनि सम्झिनु होला। हाइलाइट गरेको एकदमै इम्पोर्टेन्ट हो, त्यो अनुसार पढ्नु होला। बौद्ध धर्ममा 5 रङको अर्थ भनेको नीलोको अर्थ बुद्धको शरीर हुन्छ, सेतोको अर्थ बुद्धको दाँत, रातोको अर्थ बुद्धको रगत, कलेजुको अर्थ बुद्धको अन्तस्करण अर्थात् मन, पहेँलोको अर्थ बुद्धको अस्थि धातु भन्ने हुन्छ है। र सम्प्रदाय भनेको हिनयान, महायान, वज्रयान, तन्त्रयान र लामपात। अब यसलाई सम्झिनको लागि मैले एउटा ट्रिक बनाएको छु। हिन महातन्त्रे, तँलाई बजारेर लामा कहाँ लान्छु। हिनयान, हिन महातन्त्रे, महातन्त्रे, तन्त्रे यहाँ आइहाल्यो, तँलाई बजारेर वज्रयान, लामा कहाँ लामाबाद लान्छु बाट महायान भइहाल्यो है। यसै सम्झिनु होला। र मुस्लिम अर्थात् इस्लाम धर्म भनेको 5.09% नेपालमा बसोबास गर्छन्। र यसका प्रवर्तक को हुन् त भन्दा पैगम्बर मोहम्मद हुन्। सन् 1970 देखि 570 देखि 632 सम्म रहेको थियो। जन्मस्थल चाहिँ मक्का हो र मृत्यु स्थल चाहिँ मदिरा हो। यो ठाउँको नाम हो। मूर्ति पूजा प्रचलनमा छैन यिनीहरूमा चाहिँ। र अल्लाहलाई ईश्वर मान्छन्, नमाज प्रार्थना गर्छन्। फजिर, जोहर, असर, मगरिखा र इखा चाहिँ यिनीहरूमा प्रार्थना हुने समय हो। नमाज यो समयमा पढिन्छ, 5 चोटि पढिन्छ दिनमा चाहिँ। र रोजा भनेको रमजान महिनाभर व्रत बस्नेलाई चाहिँ रोजा भन्छ। जकार्त भनेको 2.5% दान दिनुपर्ने। हज भनेको तीर्थस्थल हो। ग्रन्थ भनेको कुरान हो। र धार्मिक स्थल भनेको मस्जिद हो। र सम्प्रदाय भनेको सुन्नी र सिया सम्प्रदाय चाहिँ मुस्लिम धर्ममा प्रचलित छ। यो एकदमै इम्पोर्टेन्ट छ है साथीहरू। यसको नोट बनाउनु होला र मल्टिपल टाइम रिभाइज गर्नु होला। यसमा दुईटा क्वेसनहरू चाहिँ परिरहेको हुन्छ डे जसो लोकसेवाको एक्जाममा। र किराँत धर्म भनेको 3.17% बसोबास गर्छन् भने राई लिम्बूले मान्ने गर्छन्। प्रकृति पूजासँग बढी सम्बन्धित छ र धामी झाँक्रीमा विश्वास गर्छन्। ईश्वर र पारोहाङ र शिव र थेवा अर्थात् यो चाहिँ पारोहाङ भन्ने भयो शिव भनेको। र सुम्नीमा भनेको चाहिँ पार्वती, चण्डी, युमा है। यो चाहिँ नामहरू भयो भगवानका। धार्मिक ग्रन्थ भनेको मुन्दुम, किराँतीहरूको वेद पनि भनिन्छ यसलाई। यो धर्मलाई किराँती मुन्दुम धर्म पनि भनिन्छ है। किराँती मुन्दुम धर्म पनि भनिन्छ। र धार्मिक स्थल भनेको माङहिम हो। धर्मगुरु भनेको फाल्गुनन्द सत्यहाङमा सम्प्रदाय विकास गरेकालाई चाहिँ धार्मिक धर्मगुरु भनेर चिनिन्छ यिनलाई। त्यस्तै यसको सम्प्रदाय जुन हामीले अघि पढ्यौँ किराँत धर्म, त्यसको सम्प्रदाय भनेको परम्परावादी र सत्यहाङमा सुमावाडी। यो चाहिँ नाम थोरै अप्ठ्यारो छ, यसलाई रिभाइज गर्नु होला। र इसाई अर्थात् क्रिस्चियन धर्म भनेको 1.76। यो चाहिँ विश्वभरि नै व्यापक रूपमा बढिरहेको धर्म हो। प्रवर्तक जिसस क्राइस्ट ईसा मसीह हुन्। र जन्मस्थल जेरुसेलम हो। मारिएको ठाउँ चाहिँ प्यालेस्टाइन हो। र यहुदी परिवारमा जन्मेका थिए बाबु जोसेफ र आमा मेरी। रोमका सम्राट पिलातुसको आदेशमा प्यालेस्टाइनका शासक हेरोड एन्टिपासले मृत्युदण्ड दिएका थिए। जिजस पुनर्जीवित भएको दिनलाई इस्टर सन्डे अर्थात् धार्मिक बाइबल नयाँ करार भनेर पनि चिनिन्छ। यस्तो धार्मिक ग्रन्थ कुन रहेछ त? बाइबल नयाँ करार रहेछ है। र धार्मिक स्थल चाहिँ कुन रहेछ? गिर्जाघर अर्थात् चर्च रहेछ।
र यसको सम्प्रदाय भनेको क्याथोलिक, प्रोटेस्टेन्ट र पुरिटेन हुन् है। यिनीहरू चाहिँ खासै जान्नु पर्दैन, यो पोप भनेर सम्झिनु होला। प्राकृतिक भनेको 0.35% रहेका छन् नेपालमा र बोन धर्म चाहिँ 0.23% रहेका छन्। नेपालको हिमाली जिल्ला तिब्बतमा प्रचलित प्रवर्तक लुडाक्पा टासी ग्याल्छेन अर्थात् तोन्पा हेनहेवे। त्यस्तै डोल्पाबाट प्रारम्भ भएको पुर्खाको आत्मा पूजा गर्ने धर्म कुन हो भनेर सोधिरहेको हुन्छ। यो चाहिँ बोन धर्म हो, तपाईँले सम्झिहाल्नुभयो। ग्रन्थ बोन काङ्गुर हो र धार्मिक स्थल गुम्बा हो। सम्प्रदाय कालो र सेतो सम्प्रदाय चाहिँ बोन धर्मसँग रहेछ है सम्बन्धित। र जैन धर्म भनेको 0.01% रहेका छन्। प्रवर्तक महावीर जैन हुन्। जन्मस्थल भनेको बिहारको वैशाली हो र जन्मस्थान बिहारको वैशाली भइसक्यो। बौद्ध धर्मसँग मिल्दोजुल्दो धर्म बुद्धको समयका थिए। ग्रन्थ वचनामृत हो र धार्मिक स्थल जैन मन्दिर हो। सम्प्रदाय दिगम्बर र स्वयम्वर हुन् है। सम्प्रदाय यिनीहरूका दिगम्बर र स्वयम्वर जैन धर्मको है। सिख धर्मको हिन्दू 0.01% छन् र हिन्दू र मुस्लिम धर्मबीचको समन्वयकारी धर्म भने सिख धर्मलाई चिनिन्छ। प्रवर्तक गुरु नानक हुन् र जन्मस्थल हालको पाकिस्तानको पन्जाबमा भएको थियो। ग्रन्थ गुरु साहेब चाहिँ धर्मको ग्रन्थ गुरु हुन्। धार्मिक स्थल भनेको गुरुद्वार हो र पवित्र पन्छी भने बाजलाई चिनिन्छ यो धर्ममा। पहिचान पचककार, कपाल पाल्ने, काइयो लिने, कच्छा लगाउने, कडा चुडा लगाउने, कृपा भिर्ने र बहाई धर्म 0.001%। अब यो 0 पछि अरू पनि छन्, एकदमै रेयर मात्रामा छन् है। 537 जना मात्रै छन् नेपालको 3 करोड जनसङ्ख्यामा बहाई धर्म मान्ने मानिस। 20औं शताब्दीमा मानव धर्म भेदभाव नमान्ने इसाई को तेहरानबाट सुरु। मुस्लिम धर्मको परिवर्तित रूप प्रवर्तक बहाउल्लाह हुन् र ग्रन्थ किताब अक्कडस धार्मिक स्थल लोटस टेम्पल हो, जुन धर्मावलम्बीका लागि पनि खुला गरिने यो मन्दिरको नाम लोटस टेम्पल हो। ल साथीहरू, आजको लागि यति नै। हामीले सबै धर्मको बारेमा पढेर सकिसकेका छौँ। अब यसको पार्ट 2 र पार्ट 3 आउँछ। यो थोरै लामो पोर्सन छ धर्म संस्कृति। त्यसको लागि यो च्यानललाई सब्सक्राइब गर्नुहोला र लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोस् र अबको टपिक कुन चाहिन्छ त्यो म्यासेज गर्नुहोला, त्यो पनि छिटै आउँछ। थ्याङ्क यू भेरी मच।